यो सपोर्ट चाहिँ चाहियो है मलाई। यस्तो दुःख गरिरहेको छु यार। तपाईँहरूको एक सब्सक्राइब, एक लाइक, एक सेयर, कमेन्ट भइदियो भने पनि धेरै ठुलो कुरा हो कि मेरो लागि होइन। हेलो, म चाहिँ जाँदैछु आज स्तुपा, माथि स्तुपा जाँदैछु। उकालो धेरै छ होइन। आज पानी परेको थियो अनि एकदम पानी परेको बेलामा चाहिँ एकदम रमाइलो हुन्छ नि त साइकलिङ गर्नलाई। त्यसैले म चाहिँ जाँदैछु माथि स्तुपा। भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँनिर गएर होइन। यो चाहिँ बुढानीको कण्ठको भ्यू भयो। यताबाट जानुपर्ने हुन्छ। बाटो यता तलतिर चाहिँ अलिकति अफरोडिङ नै छ, माथितिर चाहिँ अलिकति ढलान गरेको छ है। फाइनली म चाहिँ स्तुपा छेउनेर आइपुगिसकेँ होइन। यही सानो गेट भन्दो रहेछ यो ठाउँलाई होइन। यो चाहिँ जाममा चाहिँ कि खै कुन स्तुपा भन्दो रहेछ। यो फाइनली आइपुग्यो। पहिला पनि आइपुगेको थिएँ म, अनि त्यो पनि फेरि आज साइकलमा आइयो। ठाउँ चाहिँ यस्तो छ यो स्तुपाको छेउनेर होइन। अनि यस भ्यू चाहिँ एकदम बबाल छ भनौँ न। लुक एट दिस भ्यू होइन। आमा, यो माथि जाने ठाउँ कताबाट हो? यताबाट साइकल जान मिल्छ? मिल्छ है। तपाईँहरूले यो ठाउँ त कतै न कतैबाट देख्नु भएको होला होइन। यहाँ आउनु नि भएको होला। सो म चाहिँ साइकल लिएर आएको थियो। यताको गेट बन्द रहेछ क्या, तलबाट छिर्नु पर्ने रहेछ। मलाई थाहा नै थिएन, फेरि तल जानुपर्छ। यत्रो वारिङ चढाइ लिएर आयो। आखिरी यहाँनिर नि खतरा बन्न लगाएर रहेछ है। यहाँनिर साइकल पनि चलाउन मिल्दो रहेछ, अनि पिङ पनि रहेछ, अनि त्यो खतरा बनाउन लागिरहेको रहेछ। ठाउँ चाहिँ एकदम रमाइलो छ है। अहिले चाहिँ पानी पर्न आँटेर त्यस्तो क्लियरली देखाएको छैन भ्यू होइन। तर पानी नपरेको बेला यस्तो दामी भ्यू आउँछ नि यो ठाउँबाट, आम्मामा भन्नै सकिँदैन के। यस बबाल रमाइलो हुन्छ। के छ साथीहरू, हेर्नुहोस् यो बनिसकेपछि एकपल्ट चाहिँ खेल्न आउनुपर्छ होला यो ठाउँमा होइन। अरू भन्दा नि त्यो परको पिङ चाहिँ खेल्न मन लागिरहेको छ कि मुटु सिरिङ सिरिङ हुन्छ होला है। यहाँदेखि साइकल चढ्यो अनि त्यो पहिलो फलाम छ नि त्यहाँदेखि जान्छ होला सायद, मलाई जहाँसम्म लाग्छ। सिधा साइकल चाहिँ उतानिर रेडी भएर बसिरहेको छ होइन। उतानिर छ साइकल चाहिँ। घाम लाग्नुपर्ने हो कि, मौसम क्लियर देख्नुपर्ने हो। धेरै चाहिँ यस्तो बबाल देख्छ नि यो ठाउँ। यहाँदेखि पुरै काठमाडौँ पुरै देख्छ कि। काठमाडौँ, ललितपुर, भक्तपुर सबै देख्छ होइन। म चाहिँ अब झरिदिएको लागिदिएको अब यो ओह्रालो जान्छु होइन। म अब लाग्दिन्छु यहाँदेखि। अब मसँग गोप्रो भएको भए चाहिँ ठिक हुन्थ्यो क्या, नभए चेस्ट माउन्ट भइदिएको पनि ठिक हुन्थ्यो होइन। मसँग चेस्ट माउन्ट पनि छैन, गोप्रो पनि छैन। एक दिन चेस्ट माउन्ट चाहिँ किन्छु अनि चाहिँ बनाउँछु है। सो अहिले चाहिँ अब कता कता जान्छु, त्यतै मात्र भिडियो बनाउने हो। मैले चलाएको चाहिँ अब यो देख्न सक्नुहुन्न तपाईँहरूले होइन। त्यही अब गाह्रो छ, जस्तो तसो भ्लग बनाउँदैछु। सपोर्ट गरिदिनु होला है त, मलाई पनि माया देखाइदिनु होला तपाईँहरूले पनि है। अलिअलि दुःख गर्दैछु, सकेसम्म अब यो जस्तो हुन्छ बनाइराख्नेछु है त ल। मेरो ट्रायल चाहिँ अब यताबाट सुरु हुन्छ होइन। यहाँबाट सुरु हुन्छ गाइस होइन। अब यहाँदेखि चाहिँ अब सरर जाने भनेको, तर बाटो चिप्लो छ। अघि पनि त्यो स्तुपादेखि तलको भरिङमा एक ठाउँमा लड्यो।
घाउसाउ त केही पनि भएन तर लड्यो नरमाइलोसँगले लड्यो यसो मान्छेहरू पनि थियो हेर्दै थियो तर अब यताबाट जाऊँ भनेको कस्तो हुन्छ तर बाटो चाहिँ एकदम चिप्लो छ कि पानी परे पनि छ त्यही माथि होइन पातहरू छ सो के हुन्छ अब हेर्दै जाउँ कस्तो छ यो ट्रेल पनि एकपल्ट हामी हेरौँ न त है गाइस ल गाइस यार यो ट्रेलले त स्क्याम हानिदिइहाल्यो नि म्याकुरी यति थोरै रहेछ भने क्या अनि अल्छी लाग्दै छ्या हेर्नु न त्यो अघि त्यताबाट आएको अनि यति झर्नु पर्ने क्या यहाँदेखि त अब बाटो त्यस्तो राम्रो छैन है पहिला पनि यो ट्रेल आएको थियो आउन चाहिँ अनि यहाँबाट बाटो त्यस्तो राम्रो छैन क्या अब त यहाँ भर्याङ बनेको देखेँ मैले धेरै भयो नि त यहाँ नआएको अब भर्याङ बनेको देखेँ अनि त्यसपछि म त त्यहाँ तल रोडसम्म नै होला नि त भनेर आएको स्क्याम हानिदिइराखेँ राइट हेर्नु न यति के त्यहाँ पर उतैनिर छ कि त्यो यहाँदेखि यति मात्रै एउटा भइहाल्छ अब म कता जानु जान अब यता गयो भने झ्याउ मात्रै के त्यहाँदेखि साइकल चाहिँ धेरै बोक्नु पर्छ होइन अनि जाने ठाउँ त्यस्तो राम्रो छैन राइट अब फेरि म जान्छु होला यताबाट गयो भने धेरै छैन कि अनि बरु बोक्ने हो जाने हो उतैबाट लाग्दिन्छु म चाहिँ अब नसक्ने भएछ फुक्करमा आएछ कि साइकल चाहिँ मेरो यहाँ छ है यति अब यस्तो छ ट्रेल यति ट्रेलले गर्दाखेरि होइन स्क्याम भइदिइहाल्यो नि फेरि उकालै बोकेर जाने अवस्था आइहाल्यो नि गाइस गाह्रो छ यो सपोर्ट चाहिँ चाहियो है मलाई यस्तो दुःख गरिरहेको छु यार तपाईँहरूको एक सब्सक्राइब एक लाइक एक सेयर कमेन्ट भइदियो भने पनि धेरै ठुलो कुरा हो कि मेरो लागि होइन मैले यति गर्न सकिरहेको छु तपाईँहरूले चाहिँ अब एउटा सब्सक्राइब गर्न सक्नुहुन्न भने होइन गाह्रो हुन्छ क्या कति मेहनत गरेर भिडियो बनाइरहेको हुन्छ होइन तपाईँहरूले एउटा चाहिँ अब सब्सक्राइब पनि गर्न सक्नुहुन्न भने चाहिँ है प्लिज नहेरिदिनु होला है तर यति मेहनत गरिरहेको छु है प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला है जसरी नि म चाहिँ रुम छेउछाउतिर आइपुग्न लाग्यो है गाइज एक हातले चढ्यो चढ्न त चढ्यो अब एक हातले पुल कट्छ कि कट्दैन भन्ने कुरो मात्रै हो फाइनली गाइस आइपुग्यो म अब लगभग पुग्न लाग्यो है जस रमाइलो छ एक्लै घुम्ने हो बस्ने हो है रियाक्सन कस्तो असल होइन आइफोन होइन नि त होइन आइफोन होइन नि त एन्ड्रोइडबाट खिचिरहेको छु त्यो जस्तो भयो नि होइन स्टार्टिङ भ्लग त हो जस्तो भयो नि खिची त हुन्छ नि त के भयो त हाँस्ने होइन नि त होइन यो चाहिँ एउटाले स्ट्रगल गर्दैछ भने आफ्नो के हुन्छ पछाडि है कसरी बनाइरहेको हुन्छ भिडियो होइन के थाहा
तर अलिअलि लाज लाग्छ है सुरु सुरुमा भ्लग गर्दा है कसलाई यस्तो लाग्छ भन्नु त नताती भन्नु त फर्स्ट टाइम भ्लग गर्दा कस्तो अनुभव भएको थियो तपाईँहरूको मलाई नि अलिअलि लाज लाग्छ गाह्रो छ